नेपालीको पहिचान टोपी नाक र खोकीमा झर्यो, हाम्रो एकता र भ्रातृत्वको आधार सङ्कटमा पर्यो। नेपालीको पहिचान टोपी नाक र खोकीमा झर्यो, हाम्रो एकता र भ्रातृत्वको आधार सङ्कटमा पर्यो। अखण्डित हुनुपर्ने देश नेताका भाग खण्डामा गयो। दण्डविहीन देशमा जसको लौरो उसैको भैँसी भयो, जसको लौरो उसैको भैँसी भयो। अब यसपछि मलाई आमाले भन्नुभयो, छोरा आमाले भन्नुभयो अमेरिका गएस, धेरै डलर चलाए, कमाई, ठुलो मानिस भएस। आमाले भन्नुभयो अमेरिका गएस, धेरै डलर कमाई, ठुलो मानिस भएस। यो गाउँको बास सहरमा सार्नुमा इङ्ग्लिसमा बोलेर सबका एक मारौँला, इङ्ग्लिसमा बोलेर सबका एक मारौँला भने चाहिँ लाग्यो। आशिष न्युयोर्क आयो, बल्ल बल्ल एउटा पेट पाल्ने काम पाइयो भने चाहिँ लाग्यो। आशिष न्युयोर्क आयो, बल्ल बल्ल एउटा पेट पाल्ने काम पाइयो। गर्मीमा हपहप्ती जाडोमा कपियो। हिन्दी अङ्ग्रेजी भन्दा हिन्दीको सपियो, अङ्ग्रेजी भन्दा अब साथीलाई यहाँबाट भने म त कानुन व्यवसाय सिस्टम अमेरिकामा यस्तो रहेछ, यस्तो गरौँ भनेको उसले मलाई भन्यो। साथीले नेपालबाट भन्यो, के कुरा गर्छस् यार, अमेरिकी सिस्टमको गर्ने भयङ्कर कुरा बरु मेरो विजनको। के कुरा गर्छस् यार, अमेरिकी सिस्टमको गर्ने भयङ्कर कुरा बरु मेरो विजनको। यहीँ बसी घर जग्गा किन्ने पैसाको छैन देखा, सक्छस् भने देशमा आएर एक टुक्रो जग्गा किनेर देखा, सक्छस् भने देशमा आएर एक टुक्रो जग्गा किनेर देखा। अमेरिका यहाँ काम नगरी पाइँदैन सुक्खा, आम्दानी भए टाँसिन्छन् सुक्खा। यहाँ काम नगरी पाइँदैन सुक्खा, आम्दानी भए टाँसिन्छन् सुक्खा। कमाएको जति यिनैले खान्छन्, कङ्गाल भएपछि छोडेर जान्छन्, कङ्गाल भएपछि छोडेर जान्छन्। अब एउटा लास्ट कुरा भनेर यहाँ सुविधा लिन्छु। आजकल हेर्नु होला, कुनै सभा समारोहमा जानुभयो भने सबै अध्यक्ष हुन्छ, तपाईँ एक्लै अध्यक्ष बिनाको मान्छे हुनुहुन्छ, कता लाग्छ प्रस्तुति छोड्नु भनेर। त्यसैले मैले एउटा त्यो संस्थामा मिटिङमा जाँदा जाँदा अपमान भएको हुनाले मैले एउटा संस्था खुलाएको छु, त्यसैले एउटा टुक्रा सभामा सम्बोधन हुन आजकल म मात्रै छुट्न थालेको छु। लाजै लागेर मैले पनि भर्खर एउटा संस्था खोलेको छु। सभामा सम्बोधन हुन आजकल म मात्रै छुट्न थालेको छु। लाजै लागेर मैले पनि भर्खर एउटा संस्था खोलेको छु। त कृपया तपाईँहरूले रेकर्डमा यो सूचना लेखेर राख्नुहोला। अब म आएको देख्नुभयो भने मलाई पनि कृपया मञ्चमा डाक्नुहोला, मलाई पनि मञ्चमा डाक्नुहोला। अब एउटा सुनेर भन्छु। अब हाम्रो कुर्सीमा नेता टाँसिन्छ कि नेतामा कुर्सी यस्तो बाटबाट पुग्छ। मलाई विदेशीले सोध्यो, विदेशीले सोध्यो किन नेपालीले कुर्सी पाएपछि छाड्दैन, जनताहरू यस्तो देखेर पनि किन विरोधमा केही बोल्दैनन्। विदेशीले सोध्यो किन नेपालीले कुर्सी पाएपछि छाड्दैन, जनताहरू यस्तो देखेर पनि किन विरोधमा केही बोल्दैनन्। मैले भने पस्नेले भन्छ कुर्सी टाँसियो, कुर्सीले भन्छ नेता। मैले भने पस्नेले भन्छ कुर्सी टाँसियो, कुर्सीले भन्छ नेता। विदेशमै बनेको कुर्सी हो मित्र, सानो कुरा के हो त नै बता, सानो कुरा के हो त नै बता। धन्यवाद।